सबैलाई जय मसीह। हामी आशाको किरण मण्डली ग्वालखो परिवारको तर्फबाट आउँदै गरेको बडा दिनको अग्रिम शुभकामना व्यक्त गर्न चाहन्छौँ। तपाईँ लगायत तपाईको परिवार हर्ष उल्लासका साथ आउँदै गरेको बडा दिन मनाउनुहोला। परमेश्वरले तपाईहरूको जीवनमा अझै धेरै आशिष दिनुभएको होस्। र आज हामी यो भिडियो मार्फत तपाईहरूलाई पनि आउँदै गरेको बडा दिनको अग्रिम शुभकामना व्यक्त गर्न चाहन्छौँ। भिडियो हेरेर आशिष हुनुहोला। फेरि पनि सबैलाई जय मसीह। आनन्दले फुलायो
गर्नलाई ख्रीष्ट संसारमा आउनुभयो, त्यसै गरेर हजुरहरूको जीवनमा पनि ती अन्धकारका कुराहरू छन् भने यो बडा दिनमा ख्रीष्टले त्यो नयाँ ज्योतिमा हजुरलाई लान चाहनुहुन्छ। परमेश्वरले हजुरहरूको जीवनमा आशिष दिनुभएको होस्। धन्यवाद। हुन्छ यार, सबैजनालाई ख्रीष्ट अभिवादन, जय मसीह। परमेश्वरलाई हामी विशेष महिमा दिन्छौँ। यो साँझ हामी एकदमै प्रभुलाई एकदमै धन्यवाद दिन चाहन्छौँ। र अहिले भर्खरै मात्रै हामीले हाम्रो झुन्डबाट एउटा गीत तपाईँहरूको बिचमा प्रस्तुत गरेका छौँ। अनि म आशा गर्छु यो गीतद्वारा निश्चित रूपमा तपाईँहरू आनन्दित हुनुभएको छ र बडा दिनको एउटा रौनक र एउटा उत्साह निश्चित रूपमा तपाईँलाई मिलेको छ भन्ने हामी विश्वास गर्छौँ। र प्रभुलाई धन्यवाद दिँदै अनि फेरि पनि एउटा सानो सन्देश यो भिडियो मार्फत म तपाईँहरूको बिचमा आज दिन चाहन्छु। साँच्चै नै अबको केही दिन पछाडि बडा दिन 2082 को एउटा बडा दिन एकदमै नजिकै छ। अनि यो गीतहरूले, यो ताराहरूले, यी धुनहरूले चाहिँ निश्चित रूपमा हामीलाई अझै ख्रीष्टको जन्मदिनको नजदिकताको एउटा आभास गराउँदैछ। अनि वास्तवमा हामी प्रभुलाई विशेष महिमा दिन्छौँ। र सानो केही कुराहरू, केही शुभकामनाका केही शब्दहरू म तपाईँहरूको बिचमा म सेयर गर्न चाहन्छु। लुकाको पुस्तक 2 अध्यायको 8 देखि म 12 पद सर पढेर तपाईँहरूको निम्ति यहाँनिर केही उत्साहको कुरा म राख्न चाहन्छु। यहाँनिर यसरी लेखेको छ, त्यही इलाकामा गोठालाहरू थिए जसले चौरमा बसेर राति आफ्नो बगालको रखवाली गर्थे। प्रभुका एकजना स्वर्गदूत तिनीहरूका देखा परे र प्रभुको तेज तिनीहरूका वरिपरि चम्क्यो अनि तिनीहरू साह्रै डराए। तब स्वर्गदूतले तिनलाई भने, नडराऊ, किनभने हेर म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु जो सबै मानिसहरूका निम्ति हुनेछ। आज दाउदको सहरमा तिमीहरूको निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ जो ख्रीष्ट प्रभु हुनुहुन्छ। आमेन। है, यहाँनिर लुकाको पुस्तक 2 अध्यायको 8 देखि 9 पदमा एउटा खुसीको सन्देश, एउटा शुभ समाचार यहाँनिर परमेश्वरको वचनले सारा मानव जातिको निम्ति, सारा राष्ट्रको निम्ति एउटा सन्देश दिएको छ। अनि त्यो सन्देश चाहिँ के हो भन्दै गर्दाखेरि चाहिँ आज संसारको निम्ति, मानव जातिको निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ जो ख्रीष्ट अनि प्रभु हुनुहुन्छ। अहिले संसारमा बिहानदेखि बेलुकासम्म हामीले न्युज हेर्ने हो भने जताततै अशान्तको न्युजले छाएको छ, जताततै निराशको न्युज, काहीँ मृत्युको न्युज, काहीँ चोरी, काहीँ हत्याको, यस्तो न्युजहरूले आज हाम्रो हृदयलाई एकदमै अशान्ति र एकदम दुखित तुल्याएको छ होला। तर यो भिडियो मार्फत, यो सन्देश मार्फत एउटा सुसन्देश म तपाईँहरूको बिचमा दिन चाहन्छु कि मुक्तिदाता ख्रीष्ट येशूको जन्म भएको छ। अनि बाइबलले बताउँछ उहाँ चाहिँ प्रभु हुनुहुन्छ। यस्तो प्रभु जसले सबै मानव जातिको हृदयका चोटहरूलाई निको पार्न सक्नुहुन्छ। यस्तो प्रभु अशान्तमा पनि शान्त ल्याउने प्रभु, यस्तो खाली प्रभु सबै मानव जातिको पापलाई क्षमा गरेर मृत्यु पछाडि अनन्त जीवन दिने प्रभु, यस्तो प्रभु जसले जीवनमा कहिले पनि शान्ति र आशाको उपभोग नगरेको व्यक्तिहरूको निम्ति आशा र उपभोग दिने प्रभु हुनुहुन्छ नि, जसको नाम चाहिँ ख्रीष्ट येशू हुनुहुन्छ। जो आजभन्दा 2000 साल अगाडि इजरायलको एउटा बेथलेहमको गाउँमा पवित्र आत्माको शक्तिद्वारा कुमारी मरियमको गर्भद्वारा उहाँ मानवको रूपलाई धारण गरिकन उहाँ संसारमा आउनुभयो। र यो भिडियो मार्फत जसले यो भिडियो सुन्नुहुन्छ, चाहे प्रभुले पाउनु भएको व्यक्ति, चाहे प्रभु नपाउनु भएको व्यक्ति, जसले यो भिडियो सुन्नुहुन्छ अनि यो भिडियो मार्फत उत्साह दिन चाहन्छौँ। आज दाउदको सहरमा एकजना मुक्तिदाताको जन्म भएको छ जो ख्रीष्ट हुनुहुन्छ, जो प्रभु हुनुहुन्छ, जसले सबै मानव जातिको निम्ति एउटा उद्धारको सन्देश, एउटा मुक्तिको सन्देश र एउटा अनन्तताको आशा लिएर उहाँ आउनुभयो। र बाइबलले भन्छ जसले ख्रीष्ट येशूमाथि विश्वास गर्छ, जसले उनी प्रभुमाथि विश्वास गर्छ, बाइबलले भन्छ ओ
जसले ख्रीष्ट येशूमाथि विश्वास गर्छ उसलाई चाहिँ निश्चित रूपमा अनन्त जीवन दिनुहुन्छ। अनि बाइबल धर्मशास्त्रको पुस्तक यूहन्नाको पुस्तक 3 अध्यायको 16 पद हुन्छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र यीशु ख्रीष्ट दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। र अघि गाउँदै गरेको भजनद्वारा, अघि गाउँदै गरेको हाम्रो ग्वार झुण्डको टिम सँगसँगै हाम्रो रे अफ होप चर्च ग्वारको परिवार र म पास्टर सर्जु मल्लको तर्फबाट म तपाईँलाई यो सन्देश र यो उत्साह दिन चाहन्छौँ कि आज दाउदको सहरमा एकजना मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट हुनुहुन्छ, जो येशू प्रभु हुनुहुन्छ, जो सबै मानव जातिलाई प्रेम गर्ने, उद्धार गर्ने, चङ्गाई गर्ने सिउँदो परमेश्वरको पुत्र हुनुहुन्छ। र यो भिडियो मार्फत यही उत्साह गर्दै र आउँदै गरेको बडा दिनको सन्देश दिन चाहन्छु। आउँदै गरेको बडा दिन पुरा परिवारको साथ, हर्ष र उल्लासको साथ तपाईँ र मैले पाएको मुक्ति र उद्धारलाई तपाईँ र म भित्र मात्रै सीमित नराखेर तपाईँ र मेरो वरिपरि रहेका प्रत्येक छिमेकीहरूलाई पनि एकचोटि यो क्रिसमसमा भनौँ कि येशू चाहिँ उद्धारकर्ता हुनुहुन्छ र येशू ख्रीष्टले तपाईलाई प्रेम गर्नुहुन्छ। र म यही प्रेरणा गर्न चाहन्छु भिडियो मार्फत कि परमेश्वर संसारको मुक्तिदाता, चङ्गाइकर्ता, उद्धारकर्ता हुनुहुन्छ र परमेश्वरले यहाँ सबैलाई आशीर्वाद दिनुभएको होस्। जय मसीह।